मर्निङ एभ्रिवान है। आज चाहिँ मैले अब गाडीबाटै सुरु गरेँ। अब किन भन्दाखेरि यस्तै भयो भनौँ न, अलि ढिला उठ्यो इभेन्ट जानलाई। अलि ढिला त भएको छैन, क्लाइन्टलाई फोन गरेको मेकअप सकेर एकैछिन लेट आउँदा नि हुन्छ भन्नुभयो, सो अलिकति ढिला भयो। त्यही पनि आई विल ट्राई माई बेस्ट है भ्लग दिनलाई। भ्लग दिन्छु भनेर सोचिरहेको छु, तर अब भ्लग बिस्तारै बिस्तारै दिइरहन्छु। हेरौँ कस्तो हुँदै जान्छ, कसरी हुन्छ है। चाहिँ म गइरहेको छु, जाँदैछु, बाटोमै छु। अब यस्तो छ है बाटोको अवस्था, हेर्नुहुन्छ है। जाँदैछु अझै, अब कति बेर लाग्छ अझै थाहा छैन। 10 मिनट देखाइरहेको छ गुगल म्यापमा। आजको हाम्रो भेन्यू भनेको चाहिँ सिलिकन पार्टी प्यालेस, अनि आजको चाहिँ हाम्रो अब के भन्छ अरे इभेन्ट चाहिँ बोथ साइड नै हो है। उतापट्टि केटा साइडमा अर्को 2जना फोटोग्राफर जानुभएको छ, यतापट्टि चाहिँ म एक्लै फोटो भिडियो दुइटै भनौँ न, फोटो भिडियो दुइटै हान्छु मैले चाहिँ। अब आज मिलाएर भ्याइन्छ, जति नि भ्याइन्छ, नभ्याउने होइन, मजाले। अब हेरौँ कस्तो हुन्छ, हजुरहरूलाई भन्दै जान्छु है। हेर्दै जाउँ। अब होप राम्रो होस्, क्लाइन्टलाई मन परोस् हामीले खिचेको फोटो भिडियोहरू। त्यही नै हो मेन कुरा त। हेलो, म चाहिँ अहिले पुगेँ, ब्राइडसँग भेटेँ। हाम्रो आजको अब सुटहरू सुरु हुन्छ है। गुड मर्निङ। ठिक छ नि, सबै सन्चै हुनुहुन्छ नि? रमाइलो भइरहेको छ नि अहिलेसम्म त। मेकअप कस्तो भयो? राम्रो भयो? हेर्दाखेरि त राम्रो देख्छ एकदमै। हस् ल। This is a love song. Despite what you think, no matter what happens tomorrow. अहिले चाहिँ हाम्रो सुट सक्यो। यहाँ बेहुलीहरू खिचिरहनु भएको छ, दिदीहरूसँग खिचिरहनु भएको छ है। यसरी भइरहेछ हाम्रो चाहिँ। टक बन्दैछ यहाँ चाहिँ, ब्राइड हेरिरहनु भएको छ है। हामी चाहिँ सुट सकेर ब्राइड हेरिरहनु भएको छ। ल अब हाम्रो केटाहरू आइसक्यो है। दिवस भाइ के छ, कस्तो भयो उताको? बाबा दामी भयो, जुङ्गा चाहिँ के छ, खतरा भयो उता सुट? उता राम्रो भयो, राम्रो भयो फोटो। तर अलिक बिहानै पुगेको थियौँ, तर अलिक ढिलो भयो हुन चाहिँ, तर दामी। ठिक छ, यहाँ पनि चाँडै भएको, ढिला भएको। हामी एकैछिनमा आइपुग्यो, तर 10 मिनटमा सानेपादेखि कहाँ हो यो पेप्सीको पेप्सीकोला। ल ल ल गाइस, अब सुटहरू सबै सकिसक्यो। अब बेहुलाको वेटिङमा छौँ हामी, फोटोग्राफर बेहुलाको वेटिङमा छौँ होइन। पार्टी प्यालेस चाहिँ यही हो। दाइ यहाँ बसिरहेछ, एउटा यहाँ छ, यहाँ भइरहेछ हाम्रो चाहिँ। अब कुरिरहेछौँ हामी अझै। यहाँ हुनुहुन्छ मान्छेहरू, यता हुनुहुन्छ, अनि म चाहिँ यहाँ छु हाम्रो केटाहरूसँग है। अब चाहिँ हाम्रो सुट हुन्छ आज, बबाल हान्नुपर्छ है। बेहुलाको सुट भइरहेछ, टक्क आइसक्नुभयो। वेटिङ फर बेहुली। दाइ वेटिङ फर बेहुली होइन? कस्तो लागिरह? रमाइलो भइरहेछ एकदमै। ल हामी चाहिँ यहाँ गुरुहरू हुनुहुन्छ, बाबा हुनुहुन्छ, सागर उता छ, विवेश भाइ यहाँ छ, म यहाँ छु। Me in the garden where the wildflowers bloom. Forever, trust me, my darling, as I sing you this song. And I'll never, ever give up. Never, ever, my love. I may fail a million times, but I'm stubborn, and I'll never, ever give up on you, my love, on you, my love, on you, my love, on you, my love. अब जग्गा काम सुरु भयो है हाम्रो चाहिँ। हेलो फोटोग्राफर, ओ फोटोग्राफर,
ever give up. Never, ever, my love. I may fail a million times, but I'm stubborn as, and I'll never, ever give up on you. No, I'll never, ever give up on you. No, I'll never, ever give up. So guys, finally pack up. है सागर प्याकअप कस्तो भयो आजको इभेन्ट टाइम भयो ल प्याकअप है नेक्स्ट भिडियोमा हेरौँला नेक्स्ट भिडियो ओके एकदम रमाइलो भयो यस्तै छ आज त्यति धेरै गर्न चाहिँ पाएन किनभने आज बिजी थियो अलिक बेसी नै बिजी भयो तिनजना थियो पनि एकदम धेरै बिजी भयो बट नेक्स्ट टाइम एकदम धेरै राम्रोसँग आउँछ है फ्री भएर राम्रोसँग प्रपर भ्लग बनाउँछौँ बाइ गाइज थ्याङ्क यू सो मच किप सपोर्टिङ है त ल